होममेड मोमो अचार यो के को त्यो नि उसको के को आटाको र मैदाको कडा कुन मोमो हो नि यो कस्तो कुन यो मैदा हो आटा मुनिको आटाको यो सबै त आटा म चाहिँ मैदा उठाने साथीहरू हेर्नुहोस् सिरमा चाहिँ जुटे एकदम जागर चलाएर अब होटेलै खोल्नु पर्छ हौ यो मैदा यो आटाको छुट्टै राख्ने यसमा राख्दैन अहिले राखा नै के भन्नु त्यसमा भन्दा ए तातो हुँदैन उयो हुन्छ नि त चिसो हुन्छ नि त चिसो हुन्छ अब यसलाई चाहिँ हामी टक्क लाएर यसलाई उमालेर मारी झ्याप्पै खानुपर्छ है तातो छ हातले नगएर ए चम्चा थियो नि त पुवाल पर्छ भनेको फेरि है के भन्नु पोइल पारेर खाने हो अर्ग्यानिक यो त कति छ गाउँको हेर्नु गाउँको अलिक बास्ना चाहिँ आउँदो रहेछ है तर दाम यमी अझै पाक्दैछ दुईवटा यो पनि पाकिसक्यो ल निकाल्नु एकछिन पकाउनुपर्छ होला खतरा सुपर सुपर अब चाहिँ मैले एकचोटि बनाएर खानुपर्छ यस्तो टक्क होटेलमा नि होटेल हाल्नु पऱ्यो क्या अब मोमो टक्क सिकुवा सेन्टर साउनी भन्ने साउजी साउनी म काउन्टरमा बस्छु तिमी टक्क लगाएर मोमो बनाउने हेडको ट्याक लगाएर दामी दामी क्या है होइन पर्दैन पाकिहाल्छ है यो होइन किमा पाक्नुपर्छ नि त अलि ए ओके यो चाहिँ बन्दाको मोमो यहाँ छ ल स्याप्टी एकछिन छ नि ल हो ट्याक्क लगाएर चाहिँ बन्दाको चिकन मोमो पाक्दैछ कतिको यो माल हजुरको लागि यो भनेर करोडको माल बनाइदिएको करोडको माल डोना थापा स्टाइलमा करोडको माल अब यो सानो त पाक्यो रेल चढ्दैछ